जाछ म ठिक छु ठुलै टाइमलाई जिए मलाई हजुर थथे सिद्ध जोपी मध्ये छमख जामन गुभाजो और बहनों इल्हाम की बेटी Unminded of it. क्लाइमेक्स दाइ जान्छ दाइ चिसोले जाँदैन जान्छ चाहिँ सबै यताबाट जाने एक्जिट यताबाट म उखे ठुलो कलले अनेक नरेन सर जान्छ फोटो क्यारेर जान्छ जामनाको बाजु हेरेर मलाई असाध्यै राम्रो लाग्यो म स्पेसल्ली यही कलालाई नै पूजा गर्दै तपस्या गर्दै यसैमा तपस्या गर्दै आज 36-37 वर्ष मैले बिताइसकेँ र यस्तो कल्चरल मुभी बनेकोमा म असाध्यै खुसी भएको छु यो सम्पूर्ण नेपालीहरूले हेर्नुपर्छ यो कुनै कथा होइन यो चाहिँ रियल कथा हो
हामीले ती व्यक्तित्वहरू हाम्रा अग्रजहरूले ती व्यक्तित्वहरूको दर्शन गरेका थिए, तिनीहरूसँग सत्सङ्ग गरेका थिए, उनीहरूको आशीर्वाद प्राप्त गरेका थिए। त्यस्ता एकदम ठुलो तान्त्रिक गुरुको यो देश हो। त्यस कारणले यो चिज चाहिँ हामीले अर्को पार्ट पनि बनाउनुपर्छ भन्ने ठान्छु म। र यो जामना गोबाजु होल नेपालको नेपालीहरूले हेर्नै पर्छ। यो हाम्रो कर्तव्य हो। यसले हामीलाई कल्चर सिकाउँछ, आदर सिकाउँछ, सम्मान सिकाउँछ, प्रेम सिकाउँछ, एकअर्काप्रतिको मतलब आफूभन्दा ठुलो एउटा ज्ञानी मान्छेको प्रेम श्रद्धा कसरी गरिनुपर्छ भनेर चाहिँ यसले सिकाउँछ। प्रत्येक बच्चाहरूले पनि हेर्नु जरुरी छ यो। र यसको अर्को पार्ट बन्नुपर्छ। यसको धेरै कथाहरू छन्। जामुना गोबाजु, हाम्रो आदरणीय जामुना गोबाजुको धेरै कथाहरू छन्। र त्यो कथाहरूमा हामी सबै नेपालीहरू स्पेसल्ली यसमा कन्ट्रिब्युसन गर्ने या प्रोड्युसको रूपमा आउने मान्छेहरू मेरो पैसा जान्छ भनेर भने कि यो म नेपाली भएको हुनाले मैले आउँदा पिँढीहरूलाई यो हिजोको संस्कार देखाउनुपर्छ भनेर त्यसमा चाहिँ इन्भेस्टमेन्ट गर्नुपर्छ जस्तो मलाई लाग्छ। सबैको नेचुरल अभिनय छ। सबैले आफ्नो तर्फबाट यथाशक्य अभिनय गरेका छन् र डाइरेक्टरले त्यसका टिमले सबैले आफ्नो क्षेत्रबाट एकदमै राम्रो मेहनत गरेको हुनाले यो फिल्ममा ठेस लगाउनु पर्ने अथवा केही भनिहाल्नु पर्ने मैले देखेको छु। राम्रो देखिया छ। यो हामी एउटा सानो देश, सानो के अरे चाहिँ ठाउँमा यत्रो काम यो सराहनीय कुरा छ। त्यस कारणले गर्दाखेरि यसलाई त्यति हल्का रूपले दिनु हुँदैन। यसरी हेर्ने नै होइन। पहिला वर्षमा यो कस्तो भिएफएक्स कस्तो बनायो, यो कसरी गर्यो, यो के हो होइन। त्यो कथामा हामी जानुपर्छ पहिला कुरा। त्यसले सिकाएको कुराहरू हामी लिँदै जानुपर्ने यो फिल्म हो। भिएफएक्सदेखि सबै कुराहरू आफ्नो ठाउँमा यत्तिको बन्नु भनेको एकदमै ठुलो सराहनीय कुरा हो। आउँदा दिनमा यदि प्रोड्युसर ग्रुपहरूले यो चिज बनाउनु हामी सबैको कर्तव्य हो, हामी यसमा कन्ट्रिब्युसन गर्नुपर्छ भनेर श्रद्धापूर्वक लाग्ने हो भने यो अझ राम्रोसँग फेरि आउँदा दिनमा पनि पक्का बन्नेछ भन्ने विश्वास छ। धन्यवाद। नमस्कार। जीवना अनिता महर्जन जो क्षेत्र थोड़ा मुसुम्बा लस्करने ख आज जे जमती जुलर अनि थो फिल्म देखो कि जी रवि साइन नाम संपूर्ण परिवार पिटन एकदमै बढाइन तो एकदम पान लात र फिल्म से एकदम लेन ताल तर न जिमसँग आठो पटक योपट्टि जिममा चाहिँ जिमसँग कहि जुल 12 वटा अप ठौपट्टि चाहिँ अप 12 वटा पिए ख कारण अभिनय न बायला हामी आएको त नेवा देखाउन जिबे उले देखाउन सोइदि न मको मलाई नापा छकासँग पटाचार छ सोइदो सिको छ सोइदो ठना पाइन तेस्रो नेवा देखाउन जरो एजने बायला नापै सिदो सेन बाला जोजलपा जुना रामडंगल जो क्षेत्रनि मुगा ठुले मुसमाले नाप्न ख ठुको चाहिँ जामना गुवाजो ऐतिहासिक नाप्न चाहिँ छम तान्त्रिक गुवाजो जुन फिल्म नापजिमसँग चाहिँ मतलब चाहिँ बाहर नि त्यो खा ठौ या तनी बल्ल बल्ल इला बिउ कथा चाहिँ ठौ फिल्म सेट त ओके चाहिँ ठौ फिल्म देखो कि जी रवि सामी नाप सकल टिम या त यको सुबा नाप चाहिँ फिल्म चाहिँ तसँग लोकमा भावना जुल जिमसँग चाहिँ नाप मतलब ले गे बाहर नि त्यो खा वे अनुसार तसँग मालक देख दुली वे कपि सकिष्ट न हान थया वे नि फिल्म न जिमसँग स्वेदेमा बेगाजु पछकया टिम या त फिल्म देखो पनि सकिष्ट कलाकार नाप सकिष्ट न यको सुबाले चाहिँ उगे पाउँ हिसाबमा चाहिँ आज जिमसँग नि न होला जन्ले न पाउला नापा जिमसँग मतलब ले तुलसी जबतुले पाउले जमना गुवाजु पार गते नि न हामी मेरो जिमसँग छुट्टो सुफली देन उगे चाहिँ जमना बाज पाउमुको चिजु पट्टा मले पाउ दिउ कि नसाना ठुमले जो एसा खसा न उगे छुको चाहिँ चिज न सिरे ढुंगा बाहला ढको पहिना ढको मिले जो आज सा ची चटक किनले चाहिँ वो जमना गुवाजु चाहिँ मस्ते त चाहिँ ढोके लकाइले चाहिँ नि वो ये हिसाबमा ढको मिले जो वो कथा हिसाबमा ढको मिले जो एसा त छुको चाहिँ इपाका लास्ट चाहिँ कास्टिङ सिरे ढुंगा न आयुक्ति मुसुम्बा ढो ठोन्डु मलाई जबटुली ठो या आगो छियो ठोछो किन्दुसा जने बाले ढो जुन सब पछे जो जलपा जी दोले माने सर ठौ जामना गुवाजु फिल्म सेरियाजी तस्कन लेता प्रत्येक दिनमा चाहिँ रवि सामी बाजु सकले टिम बिन्द चाहिँ यो बिन्द आना खायो थियो ऐतिहासिक फिल्म से गेमा यो छ चाहिँ
अहिले जुन स्वयंभूमा चाहिँ त्यसको जुन म क्यों थिएँ जुन तुम शान्तिपूर्ण के मतलब आगुल स्याला अझ मस्ते शान्तिपुरी हो ठुलो खैमको मलाई तर स्वयंभी चाहिँ शान्तिपुरी के हुन्छ अझ ठुला स्वयंभूमा चाहिँ त्यसको न एक म क्यों थिएँ जुनले को बजा हामीलाई त ठिक छ जजलपा जिम्मेदार रेखा सकेको जी फ्रिलान्स फोटोग्राफर अहिले ठुलो टाढी नेपा जामना गवा विषय वटा छु त खेतला हिन्दी फिल्म यो प्रेस होया अथे नेवा फिल्म नै रिलेटेड है तर ठुलो जामना गवा जो भू जिता चाहिँ मचाले बाना गरा त बाखल वो बाखल जहाँ देखा त छौ मुक्त रूप दूर गटा होइन त्यसकै सुयोपति इच्छा लिएर ठौ अहिले बुक त फिल्म सिल्टर एकदमै बाला गर्छ ठुकै पनि चाहिँ सिन सुटिङ काया कलाकारी अभिनय ठुली एपिसोडको चाहिँ डाइरेक्ट डेलिभरी छ ऐसा चीज अफ फिल्म से जो बानी गोलुले डाइरेक्ट डेलिभरी ठ्याक्क नर्मली चीज छ खलाया मजु तर ठुकै चाहिँ वो अभाव छ नि मजु गुड के एनिमेसन हेरा चाहिँ कास्टो मन्द बिबिली युने ब्याकग्राउन्ड देका तल वो चाहिँ स्वेबले एकछिन स्वेबले ददै म ठिकै खर्गा त लिप चाहिँ आछा छ ढापा चाहिँ फिल्म डाइरेक्टर बिना रवि शामी विशेष हैन वेकन अब पहिला खदिले एनिमेसन हेरा थेटेन अलि झस्से लो होला सुझ एज अ होल त्याउ खस फिल्म एकदम बाना सकेको नेपाल भाषा सकेको ठुली मेहनत हेरा ठुली हरेक खासे विचार दिएको चाहिँ ठुलो एकदमै छोरा मान्छे छ अहिले नेवाते त यो विशेष गरेर हैन अब सुरु आछ जामना गुवा जस्तो मसस बगा संक्षेपमा दिनी रोज गर्दै फौजी जामना गुवा सोरे एकले लेनटा सारा मजु लेन्जिस सोच निना चुटी बाखना ख फौजी उठ त्यहाँ देखा टिपी त्यहाँ मोदा एकदम ती नापन जाइन चुपी दाइ दासना ख अब सुना ख एकले लेटा बाबा पास मुटी एक्टिङ द गुवा गुवा गर्नु ना अरे राने जिसा एक लेता फौजी थो त्यहाँ सोरे न उ यात नौ एक दे दादा जिसा मुठु शब्द त न थौजे जी निने खन उन्यावाई पनि नाटा जिसा प्रयोग मेम त रुपी शब्द त भ नाप टक्कर त क्यामेरा नि कया एकदमै बांग आ उके दियो कोर्डिनेसन याबले बांगला ल जिसा केले नाइ गु चीज त तयारी ल जुन जिसा नाप समझ चल के जिसा पिनी त मडे से चोमी खन कि मडसिया दाइ वो शब्द चाहिँ प्रयोग मुजु न एकदम लेटा बगा छ कि संगीत आएर बोल्नु बुझु या सारा छिसा मडसिया छिसा तर्क मिप्न ए मडसिया बोल मडसिया निया ताइ वो डायरी छिसा सुना हे ब्याट है एजा छिपिन वो शब्द छिका दिल एक लेनटा जिस मुख सोया दिन्छ न एकदम बावे शब्द प्रयोग एउटा ठिकै म्युजिक खेलाटो एकदमै चोखा भयो सारा नायक किन ठिकै खेलाटोहरू अथेर थिमेडु विभिन्न संस्कृत झल्के जुपटी बाजाटोमा खेलाटोहरू एकदम बाँटा नमस्ते म श्वेता मानन्दर आज यो जामनको बाजुको मुभी हेरेर मलाई एकदमै खुसी लाग्यो लाइक अब पहिलाको यो 17औं शताब्दीको कुराहरू अहिले हामीले यसरी एज अ मुभी हेर्न पायौँ नि त्यो एकदम ठुलो कुरा हो हामी यङ जेनेरेसनको मान्छेहरूलाई यसरी मुभीको मार्फत देखाउनु पाउँदाखेरि त्यो धेरै हामीले जस एज अ लाइभै देख्न पायो नि त के हो हामीले यो पहिल्यैदेखि सुनिआएको जामनको बाजुको नाम अब ड्याडीहरूको मुखबाट त्यसरी सुनिरहन्छौँ तर आज मुभीमा नै एकदम लाइभै देख्न पाएँ त्यसको लागि चाहिँ एकदम धेरै खुसी लागिरहेछ मलाई एक्टिङ पनि मैले यति धेरै एक्सपेक्ट गरेको थिइनँ क्या खासमा यस्तो राम्रो हुन्छ भने तर पनि यो अब हिन्दीमा त अहिले कस्तो भइसक्यो नि त एकदम राम्रो भइसक्यो हिन्दी मुभिजहरूमा तर यसमा चाहिँ मैले यति धेरै एक्सेप्ट गरेको थिइनँ कि यस्तो राम्रो हुन्छ भने तर सबैको एकदम राम्रो क्या ब्याकग्राउन्ड म्युजिकहरूदेखि लिएर सबमा एकदम दामी लाग्यो एकदम अहिले त यङ जेनेरेसनहरू प्रायः हिन्दी मुभिजहरूमा नै एकदम एट्र्याक्ट भइरहेछ नि त तर यसरी मुभीबाट जामनको बाजु यस्तो नेवारी मुभीहरू नआएको धेरै भइसक्यो यसरी नै अब यङ जेनेरेसनलाई पनि बुझाउनको निम्ति यो मुभीहरू बन्यो भने चाहिँ एकदम राम्रो हुन्छ